आजको एयरपोर्टको भिड देख्दाखेरि लाग्छ यस्तो कि कुनै खेलाडीले विश्व विजेता जितेर चाहिँ एयरपोर्ट फर्किँदैछन् र उनको स्वागतको लागि त्यो भिड त्यो व्यक्तिहरू चाहिँ त्यहाँ जम्मा भएका छन् र सुरक्षा निकायहरू। तर एउटा भ्रष्टाचारी र वर्षौंदेखि देश लुटेको नालायक व्यक्ति 6 महिना देश छोडेर स्वदेश फर्किँदाखेरि यस्तो तामझाम हुन्छ भने अनि देश बन्छ थुक्क नालायकहरू। के भन्नुहुन्छ तपाईँ? सत्य तथ्य र यथार्थ तितो हुन्छ हजुर। देशलाई दुःख परेका बेला विदेशमा गएर भागेर लुकेर बस्ने एउटा नरसंहारको लागि आज एयरपोर्टमा यो जमात जम्मा भएको देख्दाखेरि धिक्कार छ मेरो देशलाई र मेरा देशका यी जुन झुण्डहरू छन् नि। कठै तपाईलाई कस्तो लाग्छ थाहा छैन, तर मलाई यिनीहरूको बुद्धि र यिनीहरूको पछि कुद्नेहरूले गर्दा देश बिग्रेको जुन आज एयरपोर्टमा भेला भएका झुण्ड र नालायकहरूले गर्दाखेरि कस्तो लाग्छ तपाईँको विचार कमेन्ट गर्नुहोस् र भिडियोलाई सेयर गर्नुहोस्। सत्य तथ्य र यथार्थ कुरो तितो हुन्छ।